एकजना बाको बिलौना आफ्नै श्रीमतीसँग परदेशी छोराले गरेको भिडियो संवाद सुनेपछि बाले सोचे, जीवनमा गल्ती कहाँ भयो होला। न छोराले खोज्छ न छोरीले सोध्छे, बस कहिलेकाहीँ नाति नातिनाले फोन गर्छन्। बा सोच्दा सोच्दै विगतमा हराए। उमेरमा दुबई, कतार, मलेसिया, कुवेत पुगेर गरेको श्रम, छोराछोरीलाई बोर्डिङ पढाउन विदेश हिँड्दा आफ्नै बा आमाको क्रिया क्रमशः 3 र 5 वर्षपछि गरेको सम्झँदा सम्झँदै अलि अश्लील पनि भए अनि अलि रोमान्टिक अंदाजमा सम्झे। छोराछोरीको बिउ त राखियो, तर भेट हुर्किएपछि मात्र हो। परिवारले आर्थिक अभाव झेल्न नपरोस् भनेर जवानीभरि परदेशमा रहनुको गल्ती हो कि आज छोराछोरीले बालाई पराई ठाने झैं लागेपछि बा झन्डै झन्डै भक्कानिए। छोरो जन्मिएको खबर सुनेपछि घाना र बङ्गालीले लड्डु बाँडेको सम्झिए। छोरी जन्मिएको सुन्दा त क्याम्पमै बोको काटेको पनि सम्झिए। मनै त हो, सम्झँदा सम्झँदै उमेरमा रम्बल घारीतिर जवानी बिसाएको पनि सम्झिए। अनि अलि संकोच मान्दै सम्झिए, कतै रम्बल बहारी काण्ड छोराछोरीले त थाहा पाएका थिएनन्। बाको दैनिकी यस्तै निराशामा बित्न थालेको छ। छोराछोरी सँगै नभएकोमा भन्दा पनि आमाका मात्र भएकोमा अलिअलि ईर्ष्या छ। बा आजकल टिकटक पनि हेर्छन्, त्यहाँ पनि आमाकै मात्र गीत बज्छन्। किताब पत्र पत्रिकामा नि आमाकै मात्र गीत कविता पढ्दा पढ्दा दिक्क भएका बालाई एफएमले पनि बाका गीत कविता सुनाउँदैन। आजकल बा खुब विगत सम्झेर आफ्नो गल्ती खोज्न चाहन्छन्, छोराछोरीको नजिक हुन चाहन्छन्। उ बेला परिवारको लागि संसारसँग लड्न तयार भएका बा विगतका ती लडाईँको सार्थकता वर्तमानमा भेट्न सकिरहेका छैनन्। बा यसरी नै भोत्लिरहन्छन्। आज 81 बाको फोन बज्छ, अक्षर ठम्याउन सक्दैनन्। छोराको फोटो देख्छन्, हतार हतार फोन उठाउँछन्। उताबाट आवाज आउँछ, बा आमा खोइ, आएपछि फोन उठाउनु रे भन्नु है। अनि फोन काटिन्छ। धन्यवाद।